साथीहरू, आज चाहिँ म आलुको जुस बनाउँदैछु। कसरी बनाउने भनेर म हजुरलाई सिकाउँछु। पहिला पखाल्ने राम्रोसँग, त्यसपछि एउटा भाँडोमा पानी तताउने र त्यसलाई मजाले पखालेर हाल्नुहोस्। त्यसपछि पखालिसकेपछि चाहिँ मजाले हाल्नुहोस् र उमालिसकेपछि यसरी बोक्राहरू निस्किन्छ र यसमा अलिकति चिनी थप्नुहोस्। अब क्वान्टिटी हेरेर 2 चम्चा या 3 चम्चा। त्यसपछि यसलाई उमाल्न दिनुहोस्। उमालिसकेपछि अलिक गिलिगिलो भएपछि यसरी चलाउनु पर्छ र मजाले चलाउनुहोस्, नरम भयो कि भएन। मजाले चलाइसकेपछि चाहिँ यसो घेरा निस्किन्छ र यसलाई छान्नेमा छानेर, सेलाउन दिएर छान्नेमा छानेर अनि जुस तयार हुन्छ ल।